राजदरबार हत्याकाण्डमा धेरै चाहिँ कन्स्पिरेसी थ्योरीहरू छन्। कसैले ज्ञानेन्द्रले मार्यो भन्ने छ, कसैले पारसले मार्यो भन्ने छ होइन, कसैले सेनाहरू पनि मिलेर के अरे मार्यो भन्ने छ, कसैले विदेशी शक्तिले मार्यो भन्ने छ। त्यो भएको हुँदाखेरि यहाँ केही न केही षड्यन्त्र छ। अब म यसमा धेरै बोल्न चाहिनँ। अब त्यो भएको हुनाले के अरे चाहिँ तपाईँको सुदन गुरुङले चाहिँ सत्य तथ्य छानबिन गरेर चाहिँ त्यसको बाहिर निकाल्नुपर्छ। दिपेन्द्रलाई दोष दिन्छन् क्या यहाँ। दिपेन्द्रलाई आफ्नो छोराले चाहिँ बाउलाई मार्न सक्छ, आमालाई मार्न सक्छ, बहिनीलाई मार्न सक्छ। दिपेन्द्रलाई दोष दिने क्या यी राजावादीहरू, दिपेन्द्रलाई दोष दिइरहेछन्। दिपेन्द्र चाहिँ आफ्नो बाउलाई मार्न सक्छ? त्यो असम्भव कुरा हो। तपाईँ मार्न सक्नुहुन्छ आफ्नो बाउलाई? कुनै इस्यु नै छैन, केही चाहिँ इस्यु नै छैन। आफ्नो बाउलाई मार्न सक्नुहुन्छ बिना इस्यु? कसले मारेको रहेछ, कसले गरेको रहेछ, कसको षड्यन्त्रमा द्वारा हत्याकाण्ड भएको रहेछ? यहाँ धेरै षड्यन्त्र छ। हेर्नु, विदेशी एजेन्टहरूसँग मिलेर दरबारभित्रकै मान्छेहरूले त चाहिँ राजालाई मारेको छ कि दरबारभित्रकै मान्छेले चाहिँ राजाहरू मारेको छ।